यहाँनिर मामाले चाहिँ सुँगुरको मासु मजाले के हो यसलाई के भन्छ कुन चिज हो यो चाहिँ ड्राई फ्राई हो पोर्क ड्राई फ्राई हल्का पानी हालेर अहिले यो चाहिँ क्रिस्पी टाइपको हुन्छ होइन किनभने पहिला यसलाई मैले बोइल गरेर सानो स्लाइस काटेर चाहिँ हल्का यसलाई फ्राई गरेको छु चाहिँ यत्तिकै कम्ती तेलमा बोइल चाहिँ मेन हो है बोइल चाहिँ गर्नु सुँगुरको मासु चाहिँ यदि कसैले खानु हुँदैछ भने बोइल चाहिँ घरमा काटेको चाहिँ बाहिर काटेको सुँगुरमा दम ज्यादा हुन्छ सुँगुरको मासुमा चाहिँ एकदमै हामीले बोइल गर्नुपर्छ यो ब्रेक हो एक्सक्लुडेड हो है क्लच सस केही हुँदैन यहाँनिर गियर पाउँदैन अन्त अब यहाँभित्र इन्टेरियर देखाउनु पर्दाखेरि चाहिँ यहाँनिर चाहिँ गाडीहरूमा सबैमा कोड हुन्छ कि What's up, beautiful people? Yeah, all right. Thank you for everything, Sanjit. पहिला सञ्जित हेर पोसिबल भइरहेको छ हाम्रो टुर चाहिँ यहाँ हाम्रो होइन नि यहाँ हाम्रो सेफ छ ओपेरा भन्दा दामी तपाईँहरूलाई देखाउनेछु है Must come and you must visit this wonderful. What's up, beautiful people? तपाईहरु सबैजना राम्रै हुनुहुन्छ होला फेरि पनि मेरो भ्लगमा स्वागत छ आजको मर्निङमा है हामी फ्रेश भएको छौं मेरो साथमा समीर छ है सो वी आर अलरेडी डन अब हामी आजको टुरलाई सुरु गर्न गइरहेको छौं है र यस्तो छ हाम्रो दिदी दादा हुनुहुन्छ है रुम सानो अपार्टमेन्टको भ्रमण है र यहाँ के बनाउँदैछ गाइस तपाईहरु कोही पनि आउनुहुन्छ भने चाहिँ यो माजदा सेन्समा आउनुहोस् हैन मसादामा हो तर यो अपार्टमेन्ट चाहिँ एकदम दामी हो दामी छ अपार्टमेन्ट हो अन्त यो बाहिर चाहिँ यस्तो छ है अन्त यो चाहिँ हाम्रो भन्नु हो हाम्रो आजको भनौँ सेपरेटी छ है हाम्रो यहाँ बाहिरको अपार्टमेन्ट कस्तो छ है त गाइस दृश्यहरू अब हामी हर्मोनतर्फ प्रस्थान हुन गइरहेका छौँ ल सो सी यु गाइस सो गाइस यसको चाहिँ नि यो गाडीको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो ब्रेक हो यो एक्सक्लुडेड हो है क्लच सस केही हुँदैन यहाँनिर गियर पर्दैन अन्त अब यहाँभित्र इन्टेरियर देखाउनु पर्दाखेरि चाहिँ यहाँनिर चाहिँ गाडीहरूमा सबैमा कोड हुन्छ कि अब तपाईँहरूलाई यो गाडीको कोड थाहा छैन भने तपाईँकोमा चाबी छ है अनि चाबी छ तर यो चाहिँ कोड हो यो गाडीको कोड हो यो कोड थाहा छैन भने चाहिँ अब तपाईँले लिएर जानु सक्दैन है जोड्नै सक्दैन यो गाडी स्टार्टै हुँदैन हो अब यसको कोड चाहिँ मलाई थाहा छ सिक्रेटली है यसको कोड चाहिँ अब नदिएको होला है यस्तो छ अनि त्यहाँदेखि यसको चाहिँ स्टार्ट बटन ओके सरी एकछिन म लङ प्रेस गर्नुपर्ने थियो ओके म फेरि गर्नेछु 1 2 ए सरी मेन कुरो चाहिँ यो गाडीको चाहिँ मैले के हो भन्दाखेरि चाहिँ यहाँनिर पार्किङ छ यो रिभर्स पछाडि न्युट्रल डी अब यहाँनिर मैले म्यानुअल गर्दा पनि हुन्छ हुन त हो अब यही हो यसको सिस्टम चाहिँ डीमा गरिसकेपछि चाहिँ आफै कुद्छ है मैले गियर सेलेक्ट पर्न अब यो फेराउनु पर्दैन आफै जान्छ यसको ह्यान्ड ब्रेक चाहिँ यही हो सानो बडी छ यो ह्यान्ड ब्रेक है यसलाई ट्याक उकालो गरिदिएपछि यो रातो बढिरहेको छ अनि ह्यान्ड ब्रेक लागिरहेको छ अब मैले यसलाई यो डीमा टक्क यहाँनिर पक्रिनु छ यो बटन चाहिँ यो बटनले चाहिँ गियर सर्छ अन्त डीमा टक्क लगिसकेपछि चाहिँ अब ब्रेक छोडेपछि चाहिँ यो आफै कुद्छ गाइज है अर्को गाडी पनि छ त्यो चाहिँ हाइब्रिड हो त्यो चाहिँ इलेक्ट्रिक हाफ इन्जिन है यो चाहिँ डिजल हो रिन्युअरको मिगान भन्ने यो तर यस्तो छ है गाइज ल गाडी चाहिँ इजरायलको यहाँको अटोमेटिक है अब त इन्डियाको जस्तो त हुँदैन
र यस्तै छ, सजिलो छ कुदाउनु। र अब हामी जान लागेको छौँ र यस्तै छ। यो चाहिँ यो देख्दै गर्नुभएको चाहिँ यो चाहिँ जिपिएस हो है। अन्त त्यस्तो छ गाइस। ल ओके, सो सबैजना रेडी हो है? गुड मर्निङ। रेडी छ, गुड मर्निङ है। अब हामी लाग्न आँटेको, यहाँ जहाँ पनि रेडी छ है। ओके, सो अब हाम्रो ट्रिप सुरु हुन लागेको छ है त गाइस। सुरु भइरहेको छ। हालैमा यो गरे हर्मोनको डाँडा, यो चाहिँ मसदाबाट। See the beautiful view from the Masada. क्या दामी देखेको है मामा। Look at this beautiful and spectacular snow. ओके, वर्थ कमिङ त भयो है। अलिकति भयो। यस दादा, धन्यवाद। यताबाट जान्छ उता मालदा हर्मोन हो। हामी अस्ति यहाँबाट गएको त, यहाँ फोटो खिच्दै यहाँ रोकेर गाडी बन्द गरिदिनु। अहिले चाहिँ हामी हर्मोनको अर्कै हर्मोन त होइन यो, तर अर्कै लोकेसन आएको छु है। अर्को पहाड जानु पऱ्यो है गाइस। यो चाहिँ एप्पलको ट्रिजहरू रहेछ। ऊ एप्पल पहिरो कुहिएर भएको रहेछ अहिले, तर बन्द गर। बन्द गर रे।